गुड मर्निङ सबैजनालाई। हामी चाहिँ अब यसो नेपालतिर लागिसकेको हो। यहाँ चाहिँ हाम्रो विक्रम दाई हुनुहुन्छ, प्रकाश दाई, पासाङ ब्रो, जेङ्गो म्यान, हबिबी, सलाम वालेकुम, वालेकुम अस्सलाम रहमतुल्लाह भनेको होइन। वेलकम टु नेपाल पर छ। यही छ है, नेपाल पुग्दैछौँ। के कसो हुन्छ हामीले यसो अपडेट दिँदै गर्छौँ। ल है सबैजनाले, सी यू इन नेपाल। सी यू गाइस। सबैजनालाई यहाँ चाहिँ बारी चिने जस्तो लाग्यो हो। यसो कता कता कालापार मणिपुरमा देखेको जस्तो लाग्यो जङ्गल चाहिँ। यहाँ चाहिँ हाम्रो दाजुभाइहरू हिँड्दैछौँ। यहाँ नेपाल आएको थियौँ। के जग्गा अरे यो चाहिँ दादाहरू? झोलाबारी भन्ने जग्गा नेपालमा, भलेन सरकारको देशमा अहिले। यहाँ चाहिँ हाम्रो भाइ नेपाली नै हो, कसैले चाहिँ अर्को देखेको। अरू खाना खाइयो, रमाइलो गरियो, अब हिँड्यो। यहाँ धान रोप्ने ठ्याक्कै भइसकिसकेको सिजन हो। यता घर बनिरहेछ मान्छेहरू कोही, यहाँ पर खेतीहरू हो। हामी चाहिँ लागेको उपरको टावरसम्म। अघि चाहिँ टोटोमा आएको थियौँ, अब चाहिँ हिँड्दै गएको। अहिले चाहिँ हाम्रो हिँड्दैछौँ अन द वे। खेतीको सिजन यहाँ चाहिँ चल्दैछ हो नेपालमा। सिम्पल टाइपमा छ कि डिजाइन छैन कि, डिजाइन भनेको अब यस्तो खालको यस्तो हुँदैन, सिधा आउँछ। यस्तो छ है नेपाल। परबाट ल त लाग्यो अब बाटोतिर। बोला जस्तो गराएर अब त्यत्रो आइपुग्यो। अब त निस्केर छोड्नुपर्छ जतै भए पनि।